लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ भने एउटा कुरा के ख्याल गर्नुहोस् भने राज्यका अङ्गहरू। यो टपिकबाट लगभग एउटा एमसीक्यू प्रश्न त पक्का नै हो। यो यस्तो विषय हो जसलाई कुनै पनि हालतमा छोड्न मिल्दैन। आज हामी के गर्छौं भने लामा लामा सिद्धान्तका कुरा गर्दैनौं। सिधै एमसीक्यू परीक्षाको लागि के चाहिन्छ, कुन तथ्य महत्त्वपूर्ण छ हो त्यसमै मात्र केन्द्रित हुन्छौं। समय एकदमै महत्त्वपूर्ण छ, त्यसैले सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। आजको हाम्रो यात्रामा हामी पहिले राज्यका 3 मुख्य अङ्गहरूको बारेमा बुझ्छौं, त्यसपछि सङ्घीय संसद, सङ्घीय कार्यपालिका र न्यायपालिकालाई एक एक गरी हेर्नेछौं। अनि लास्टमा कत्तिको याद भयो भनेर जाँच्नको लागि एउटा फटाफट एमसीक्यू रिभिजन पनि गर्नेछौं। ल सुरु गरौँ। कुनै पनि लोकतान्त्रिक देश कसरी चल्छ? शक्तिको सन्तुलनको सिद्धान्तमा। नेपालमा पनि यो शक्तिलाई 3वटा मुख्य खम्बाहरूमा बाँडिएको छ। यसलाई हरिजन्टल पावर सेपरेसन वा भनौँ शक्तिको तेर्सो विभाजन भनिन्छ। ल यो स्लाइडमा भएको कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। 3वटा खम्बा र तिनको मुख्य काम। पहिलो व्यवस्थापिका, यसको काम कानून बनाउने। दोस्रो कार्यपालिका, यसले बनेको कानून लागू गर्ने। अनि तेस्रो न्यायपालिका, जसले कानूनको व्याख्या र रक्षा गर्छ। परीक्षामा सोध्ने भनेकै यही हो, कसको काम के हो। यो 3वटा कुरा चाहिँ दिमागमा सेट गरिहाल्नुस्। अब हाम्रो पहिलो अङ्ग व्यवस्थापिका अर्थात् सङ्घीय संसदको बारेमा कुरा गरौँ। यो त्यो ठाउँ हो जहाँ देशलाई चलाउने कानूनहरूको जन्म हुन्छ। यो स्लाइड त एमसीक्यूको लागि खजाना नै हो। एकदम ध्यान दिएर हेर्नुस् है। प्रतिनिधि सभा, जसलाई हामी तल्लो सदन पनि भन्छौं, यसमा 275 सदस्य हुन्छन् र कार्यकाल 5 वर्षको। अर्कोतिर छ राष्ट्रिय सभा वा माथिल्लो सदन। यसमा जम्मा 59 सदस्य हुन्छन् र यो एउटा स्थायी सदन हो। स्थायी सदन भनेको के हो? यो कहिल्यै विघटन हुँदैन, जसले गर्दा राज्य सञ्चालनमा एउटा निरन्तरता रहन्छ। हो यही सदस्य सङ्ख्या, कार्यकाल र चुनावको तरिकामा भएको फरकबाटै प्रश्न बन्ने हो। अब प्रतिनिधि सभाको त्यो 275 सिट कसरी बन्छ त? हेरौँ, यसमा 165 जना सदस्यहरू फर्स्ट पास द पोस्ट अर्थात् प्रत्यक्ष निर्वाचनबाट आउँछन्। मतलब जसले धेरै भोट ल्यायो उसले जित्यो। अनि बाँकी 110 जना चाहिँ समानुपातिक प्रणालीबाट आउँछन्, जहाँ भोट व्यक्तिलाई होइन पार्टीलाई दिइन्छ। यो 165 र 110 को आँकडा एकदमै महत्त्वपूर्ण छ है, याद राख्नुहोला। आफ्नो नोटमा टिपिहाल्नुहोस् संविधानको धारा 83। यसले सङ्घीय व्यवस्थापिकाको व्यवस्था गरेको छ। परीक्षामा कहिलेकाहीँ सिधै धारा नम्बर सोधिदिन्छ, त्यसैले यो महत्त्वपूर्ण छ। ल अब दोस्रो अङ्गमा जाउँ, कार्यपालिका। संसदले कानून त बनायो, अब त्यसलाई देशमा लागू गर्ने, दिनदिनैको प्रशासन चलाउने काम यही अङ्गले गर्छ। यसलाई हामी सजिलो भाषामा सरकार भनेर चिन्छौं। प्रधानमन्त्री नियुक्तिको यो 4 चरणको प्रक्रियालाई एकदमै ध्यान दिएर बुझ्नुस्, किनभने यहाँबाट क्रम मिलाउने हालको प्रश्न धेरै सोध्छ। स्टेप बाई स्टेप जाउँ है। पहिलो अवस्था, कुनै एउटा पार्टीको एक्लै बहुमत मतलब 138 भन्दा बढी सिट आयो भने त्यही पार्टीको नेता प्रधानमन्त्री। त्यो भएन भने दोस्रो चरण, 2 वा त्योभन्दा बढी पार्टी मिलेर बहुमत देखाउने। त्यो पनि सकेनन् भने तेस्रो चरण, अब पालो आउँछ संसदको सबैभन्दा ठूलो पार्टीको नेताको। र अन्तिम अवस्थामा कुनै पनि सांसद जसले विश्वासको मत लिन सक्छु भनेर आधार देखाउँछ उसलाई नियुक्त गरिन्छ। यो क्रम एकदमै महत्त्वपूर्ण छ। संविधानको धारा 75ले के भन्छ भने नेपालको कार्यकारी अधिकार प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्री परिषदमा रहन्छ। यसले के प्रश्न पार्छ भने वास्तविक कार्यकारी शक्ति मन्त्री परिषदमा हुन्छ। यो नम्बरलाई दिमागमा टाटु नै बनाउनुस्। 25। प्रधानमन्त्री सहित सङ्घीय मन्त्री परिषदमा बढीमा 25 जना मात्रै मन्त्री हुन सक्छन्। यो सङ्ख्या संविधानले नै तोकिदिएको हो र परीक्षाको लागि एकदमै महत्त्वपूर्ण तथ्य हो। अब पालो आयो हाम्रो तेस्रो र अन्तिम अङ्ग न्यायपालिकाको। यसलाई संविधानको रक्षक र न्यायको अन्तिम ढोकाको रूपमा लिइन्छ। नेपालको अदालतको संरचना एउटा भड्याङ जस्तो छ। सबैभन्दा तल 77वटा जिल्ला अदालत छन्, त्यसभन्दा माथि 7वटा उच्च अदालत छन् र सबैभन्दा माथि टुप्पोमा छ एउटा सर्वोच्च अदालत। सर्वोच्च अदालतको सबैभन्दा शक्तिशाली हतियार भनेको न्यायिक पुनरावलोकन हो। यसको मतलब के हो भने यदि संसद वा सरकारले संविधानसँग बाजिने कुनै कानून वा निर्णय गर्यो भने सर्वोच्च अदालतले त्यसलाई यो काम लाग्दैन भनेर बदर गर्न सक्छ। यही शक्तिले अरू 2 अङ्गलाई सन्तुलनमा राख्छ। ल
अहिलेसम्म पढेको कुरालाई जाँच्ने बेला भयो। अब हामी केही फटाफट एमसीक्यू प्रश्नहरूको अभ्यास गर्नेछौँ। तयार हुनुहुन्छ? पहिलो प्रश्न, प्रतिनिधि सभामा कुल सदस्य संख्या कति हुन्छ? 3 सेकेन्ड सोच्नुहोस्। 1, 2, 3। सही उत्तर हो बी 275। याद राख्नुहोला 165 प्रत्यक्ष र 110 समानुपातिक गरेर जम्मा 275 सदस्य। दोस्रो प्रश्न, प्रधानमन्त्री सहित संघीय मन्त्री परिषदको अधिकतम संख्या कति हो? सोच्नुहोस्। सही उत्तर हो सी 25। संविधानले नै मन्त्री परिषदको आकार प्रधानमन्त्री सहित बढीमा 25 जनामा सीमित गरेको छ। ल, अन्तिम प्रश्न, नेपाली न्याय प्रणालीको शिखरमा कुन अदालत रहेको छ? सही उत्तर हो डी सर्वोच्च अदालत। नेपालको न्याय प्रणालीको शिखरमा सर्वोच्च अदालत छ, जुन अन्तिम पुनरावेदन सुन्ने अदालत पनि हो। ल, अब आजको छलफलको सारांश हेरौँ। यो 5वटा कुरा याद राख्नुभयो भने यो विषयबाट आउने प्रश्न पक्का मिल्छ। पहिलो, व्यवस्थापिकामा 2 सदन, प्रतिनिधि सभा 275 र राष्ट्रिय सभा 59। दोस्रो, कार्यपालिकामा बढीमा 25 मन्त्री। तेस्रो, न्यायपालिकामा 3 तह। चौथो, प्रधानमन्त्री बन्न चाहिने जादुई संख्या 138। र पाँचौं, न्यायपालिकाको न्यायिक पुनरावलोकनको सर्वोच्च शक्ति। अर्को महत्त्वपूर्ण विषयमा यस्तै छलफलको लागि हामीलाई फलो गर्नुहोला र यो भिडियोलाई पछि रिभिजन गर्नको लागि सेभ गरेर राख्नुहोस्। थप निःशुल्क सामग्री, फ्ल्याशकार्ड र नमुना परीक्षाहरूको लागि www.lokseva.online भिजिट गर्नुहोला। धन्यवाद।